रहेकालाई कान्छी छोरी र कान्छो छोरो ठुली छोरी त 9 वर्षको हुँदा यो योदेखि माथिको 9 वर्षको खसो अनि वर्ष दिनपछि यो कान्छो जन्मियो त्यसलाई 4 वर्ष दुध खुवाएँ छोडेन त्यसलाई दुध छुटाउन सकिनँ मैले छोडेन त्यो सानी बहिनी जन्मिएपछि ठुलीसँग खायो र उसले छोडो ठुलीले र सानीले त सानीले 7 वर्ष ठुलीले 9 वर्ष खाए 9 वर्ष 9 वर्ष मैले दुध खुवाइनँ केही खुवाइनँ छोराछोरीलाई हजुर दुध अहिलेका त नि 1.5 वर्षमै अब स्यारलेक्स भन्छन् के भन्छन् स्यारलेक्स पनि खाइएन प्यालेक्स पनि खाइएन भात पनि तिनीहरू बसेर खाने हुँदा अलिअलि छरेर खाए नभए खाएन हजुर अहिलेको यो ठिक हो कि पहिलाको ठिक हो त अब भनिदिनु न पहिलाकै ठिक हो नि अब केही गर्नु केही खुवाउनु पर्दैन त्यो दुध खाँदा दुध खान्थे हजुर दहीमै खान्थे अनि नीति नियमहरू पहिलाका के हुन्थे आमा पहिलेको नियम छैन नि अहिले के हुन्थे भन्नु न अलिकति अब हामीलाई भने पो थाहा हुन्छ त भन्नु त